सबैलाई हाम्रो नमस्कार। आज हामी झुम्का आज हाम्रो बुढा हजुरबा नन्दलाल खतिवडाको एउटा एकदृष्टि श्राद्धको दिन अवसर पारेर हामी सबै नभए पनि थोरैजना भेला भएका छौँ र आज हाम्रो यस घरमा अतिथि त नभनौँ, हाम्रो यस घरकी सबैभन्दा जेठी दिदी फुपू आउनु भएको छ। अब उहाँ अहिले 92 वर्षको हुनुभयो। उहाँसँग केही साना भलाकुसारी गरौँ। दिदी हाम्रो नमस्कार सबैजनाले। अब हामी तपाईँको शुभ नाम के पर्यो? शुभ नाम धर्मशिला भण्डारी। धर्मशिला भण्डारी। तपाईँ कसकी छोरी? जयप्रसाद खतिवडाकी छोरी। जयप्रसाद खतिवडाकी जेठी छोरी। जेठी छोरी। कति सालमा जन्मिनु हो त दिदी? 91 सालमा। 91 सालमा जन्मिनु भयो। 91 साल पुष्पको जन्म हो। जन्म। अहिले कति वर्ष पुग्नु भयो त? 92 लाए। 92 लाग्नुभयो। नाकै हाम्रो गाडीको मान्छे छक्क परे। छक्क परे। अहिले 92 वर्षको हजुरबा भन्नुहुन्छ, लौ समसम एक्लै हिँड्नु भएको त भन्छन्। तगडै हुनुहुन्छ। अहिले तपाईँलाई कुनै रोग लागेको छ कि छैन? छैन, बन्दै रोग लाग्यो। अनि तपाईँ लागेको छैन, के खानुहुन्छ र यस्तो स्वस्थ हुनुहुन्छ? जे पनि खान्छु, जे खान्छु, तरकारी, मोही, दही, सब खान्छु। सबै खानुहुन्छ। अनि आज तपाईँ कुन भाइको घरमा आउनुभएको? मेरो भाइ कान्छ भाइ, यति एउटा भाइ छ। अब अरू भाइले बोलायो, आउनु दिदी आउनु, भेट्न ठुलो कुरो हो भनौँ। जेठो भाइ, माइलो भाइ, जेठी बुहारी, माइली बुहारी माइली बुहारी हुनुहुन्न अहिले? छैन, अहिले जानुभयो। तपाईँको माइली अहिले भाइ कान्छी बुहारी, भाइका बुहारी हो नि, राम्रो राम्रो छ नि। जेठी बुहारी, कान्छी बुहारी तपाईँकी छेउमा बस्ने होइन? पल्लो छेउमा बस्ने भाइ जसमा लाउनु भएको। अनि यता म छोराको मेरो भदा यता बुहारी। हो। अनि अब सबैजनासँग भेला भएर यसरी कुरा गर्न पाइँदैन है? पाइँदैन। को कता पुगिन्छ। कहाँ पुगिन्छ। अनि तपाईँ कुन ठाउँमा जन्मिनु भयो अरे? म नरा बालडाँडामा। बालडाँडामा जन्मिनुभयो। दुःखको ठाउँमा जन्मिनुभयो। इलेहरका माओले हुन्। माइतमा कतिको दुःख के गर्नुभयो तपाईँ? माइतीको दुःख त भरेर सक्दै हुँदैन। कति दुःख टुक्का लाग्ने ठाउँमा हिउँ टक्रायो, टेक्न पर्थ्यो। छाता जुत्ता थिएन, हाम्रो बाबामा लुगा फाटो थिएन, खाना खुङ्गो थिएन, खानेका लुगा लगाएर काम गर्नु पर्थ्यो। कति गऱ्यो। त्यस्तो भयो। अनि तपाईँ कति सालमा त्यहाँबाट तपाईँलाई कहाँ दिएको अरे तपाईँको घर चाहिँ? चुइचुमा दिएको। म 10 वर्षै थिएँ। 10 वर्ष पुसेदेखि 9 पुगेर 10 लाएँ। फागुनमा बिहे गरेको 10 वर्षकी बुहारी म। 25जना जानमा बुहारी भएको। अनि 10 वर्षकी मान्छेले बुहारीको कसरी भूमिका निभाउनु भयो त? कस्तो व्यवहार गर्यो? कति गरे, खुसी भए। मैले काममा चाहिँ मैले खुसी पारेको। 25जना जानमा बुढी सासू हुनुहुन्थ्यो, अर्की कुपडी सासू हुनुहुन्थ्यो, सासू हुनुहुन्थ्यो, जेठानी हुनुहुन्थ्यो, नन्दा आमा चाहिँ नौडी नन्दा आमा चाहिँ थिए। तिनीहरूलाई सबैलाई रिजाएर खाएको मैले। सबैलाई खुसी पार्नु भयो। चारो भुसी बालेर चाहिँ म बुहारी हुन जाँदाखेरि त्यस्तो थियो। 25जना जान्थे। अनि तपाईँ भण्डारी परिवारमा चाहिँ पर्नुभयो। अनि हाम्रा भिनाजु बाबुजुको नाम चाहिँ के हो? पुण्य प्रसाद हो। पुण्य प्रसाद भण्डारी। भण्डारी। अनि तपाईँका देवर जेठाजुहरू अहिले हुनुहुन्छ कि हुनुहुन्न? 2 भाइ देवर हुनुहुन्छ। जेठाजु हुनुहुन्न, वृन्दावनमा डाकाले मारो। जेठाजुलाई जेठानीलाई डाकाले मारो वृन्दावनमा। हजुर। अनि तपाईँको छोराछोरी कतिजना? मेरो 3 भाइ छोरा, 4 बहिनी छोरी छन्। कहाँ हुनुहुन्छ अहिले? कहाँ हुनुहुन्छ त छोराहरू? कान्छो छोरो अमेरिकामा छ, बुहारी नाति अमेरिकामा छन्। जेठो छोरा बुहारी काठमाडौँमा छन्। कान्छो छोरा माइलो छोरा बुहारी यहीँ छन्। माइला छोराबुहारीसँग तपाईँ बस्नुहुन्छ? बसिरहेछु। राम्रोसँग बस्नु भएको छ। हाम्रो माइलो भन्दै जो पण्डित हुनुहुन्छ, कर्मकाण्ड गर्नुहुन्छ होइन? खाना 3 जना जान्छन्। खानाको खाने ओखाएर पकाइ। अहिलेसम्म तपाईँका नातिनातीलाई कति भयो त जम्मा? नाति 15-16 वटी नातिनी छन्। हजुर। पनाती छन् 9 जति पनाती छन्। अनि त्यहाँभन्दा
अब खनाती पनि हुने बेला अब भइसकेको छ पैसा नाति पनाति जनाति जनातिबाट खनाति हुन बाँकी छ खनाति हेरेर तपाईँको मर्ने इच्छा छ उहाँले इच्छा छ त्यतिसम्म त बाँच्नुहुन्छ तगडा हुनुहुन्छ नि त होइन हाम्रो पनि तपाईँलाई शुभ आशीर्वाद आशीर्वाद दिनु 100 वर्ष हुन्थ्यो बाँचिरहेको पो भन न के बोल्ने पाइले हाम्रो परिवारको सबैभन्दा जेठी सबैभन्दा मान्ने गुन्ने हाम्रो जस्तो परिवार भनेकै अहिले उहाँ हुनुहुन्छ हाम्रो एउटा 92 वर्षकी हामीले देउता फुपू होइन देउता फुपू 92 ल अब अनि र यसरी आज भेट भयो है एउटा तपाईँको पनि हजुरबाको श्राद्धमा तपाईँलाई खुसी छ नि माइत आउँदा होइन बर्सीका पोर्खा नाच्थ्यो अरे तपाईँले पोर्खा राख्नु परेन दिदीले गाडी नाच्दै सिटी हेर्दै नाच्दै आउनु पर्छ तपाईँले पनि आफ्नो जीवनमा धेरै सङ्घर्ष दुःख गर्नुभयो है खुसी छु सन्तानमा मलाई आनन्द छ सुख छ सबै थोक राम्रो छ मेरा भदा भदैहरू भाइहरू सबै सन्तोष सुविधा राम्रो प्रगति गरेकै छन् राम्रो छन् काठमाडौँमा छापी छन् भदा भदै यिनीहरू छोराछोरी नाति नातिनाको छापछाप तपाईँको आशीर्वाद लागेकै छ अझै पनि लागोस् म ल बुढी छोरा परिवार मरिहाल्यो भने सुन्यो भने सुहाइरहन बेला हुन्छ अनि तपाईँको बसाइ चाहिँ कहाँ छ अरे मेरो बसाइ तरा र शान्ति जोडामा बस्नुहुन्छ त्यहाँबाट आज आउनुभयो आज अनि तपाईँले यो आफ्नो जीवनमा पहिले भनौँ सानो केटाकेटीदेखि नै कस्तो के जान्नु भएको छ त जस्तै बालन सङ्गिनी कथाहरू अथवा केही बालन खेल्यौँ नाच्न चाहिँ जान्यो है नाच्न लाज हुन्थ्यो उहिलेका बुहारीलाई लाज हुन्थ्यो छोरी मान्छेले नाचे भने होइन कस्ती रहेछ भन्थ्यो होला बजारका छोरी हजारका भन्थे कतै मान्छे बुझेर हुँदैन थियो पढ्न जानु हुँदैन थियो नाच्नु हुँदैन थियो दाँत देखाएर हाँस्नु हुँदैन थियो ठाडो शिर लगाएर बोल्नु हुँदैन थियो अनिखेर अब त्यस्तो जमाना थियो अहिले यस्तो हेर्दा हेर्दै भाग्यमानी छौँ हामी मात्रै भाग्यमानी छौँ सब सब देखिएको छ हाँसेको नाचेको बोलेको सबै केटा त्यति जम्मै खाना कति मिठो मिठो खानु पाइन्छ हामी अङ्गुर त्यहाँ खरबुजा देख्न पाउँथ्यौँ अङ्गुर खरबुजा खाएर अनि पहिलेको अनुपातमा अहिले छोरी मान्छेलाई पनि सहज राम्रो छ नि त एकदम राम्रो पहिले जस्तै छोरी मान्छेलाई बुहारीलाई त्यस्तो दलाएर उ गरेर होइन नराम्रो गरेर बस्ने उ थिएन अहिले पढे लेखेका छन् होइन कहाँ अमेरिका गएका छन् डक्टर भएका छन् इन्जिनियर भएका छन् होइन कोही स्कुलमा छन् कोही अमेरिकामा छन् कोही कहाँ छन् कोही कहाँ छन् त्यस्तो छ ल अब भन्नु तपाईँलाई अब तपाईँले के जान्नुहुन्छ त एउटा सङ्गिनी आउँछ कि श्लोक आउँछ कि गीत आउँछ कि लु त तपाईँको एक दुईवटा भन्नु हजुर त्यो माइती गाउँलाई नि कुहिरैले ढाको त्यो माइती गाउँलाई नि ढाको देखिन माइती गाउँ मेरा बाबा देखिन माइती गाउँ यस्तै रहेछ नि छोरीको कर्म यस्तै रहेछ नि छोरीको कर्म देखिन माइती गाउँ मेरा बाबा देखिन माइती गाउँ त्यति नै है भाइ त्यति जान्नु है ल तपाईँलाई त्यो चुइचुम्माबाट हेर्न पाएदेखि टल्ल आफ्नो गाउँ पनि हेर्न मन लाग्थ्यो होला नि अनि माइती आएपछि कति खुसी हुनुहुन्थ्यो है त्यस्तो माइती भन्ने चिज त्यस्तो जानु मन लाग्दैछ एक दिन त आउँछु म दौडेर भए पनि आउँछु भडाको भन्नु आउनु थियो नि प्रकाश आइराख्नुहुन्थ्यो अब अहिले अलिक बुढाबुढी हुनुभयो ल सङ्गिनी भन्ने त एउटा लु भन्ने त एउटा डाँडाको फिरफिरे मता डाँडाको फिरफिरे मता तरकै तरकै लगो
पछ्यौरीको पछ्यौरीको छेउ मेरा बाबा पछ्यौरीको अब 10 वर्षका छोरी मान्छेले के भेउ पाउनु होइन 10 वर्षमा बिहे भएको अहिले 10 वर्षमा मान्छे के गर्छ अनि तपाईँ खुवाइदिनु पर्छ र त्यही पनि बोटी गाँस जान्दैन यस्तो गाँस बोटी भन्थे 10 वर्ष केटीलाई देउलीमा अनि गाँस्नु भयो गाँसे देखाइदिए अहिले त संस्कार 10 वर्षकालाई खुवाइदिनु पर्छ होइन खाना खुवाउनु पर्छ अहिले त बोटी गाँसे देखाइदिए निलाउन पनि भन्नुपर्छ अनि तपाईँहरूका आमाजी बुहारी तिनकी होइन बुहारीहरू भनौँ न तपाईँका मेरो बुहारी अनि तपाईँ त्यति बेला भाइसँग बुहारीहरूसँग कतिको मिलजुल हुन्थ्यो कतिको हित हुन्थ्यो झगडा गर्नुहुन्थ्यो के थियो तपाईँ म जस्तो मिलाउ झगडा नगर्ने सबैलाई मिलाउने बोली बस्ने सबैलाई खुसी पार्ने म हजुर जेठी जेठी भाइ बहिनीले झगडा गरे भने पनि मिलाउने मिलाउने बोल्न पनि जान्ने बोल्न पनि जान्ने सबले बोल्ने पनि यहाँ छुट्याउने पनि यहाँ तपाईँकी कान्छी बुहारी कान्छी बुहारी कान्छी बुहारी साथमा हुनुहुन्छ त कान्छी बुहारी बोलाएर आउनु न दिदी आउनु भन्छन् आउनु न दिदी आउनु भन्छन् अब त पानी पनि पऱ्यो धम्म धुमाउने गऱ्यो नजाउँ कि भनेर ए जान्छु ए हेरेपछि पुगिजान्छु नि भने अनि कहिले कहीँ तपाईँहरू झगडा गरेर बाँध्नुभयो कि बाँध्न कि काँडा अब गरेर हिँडाएको हो आमा हो बोक्ने आमाजु आमाजी कति प्यारी गर्नुहुन्छ है आमाले पहिलेको पनि देउता अहिलेको पनि देउता हाम्रो नमस्कार प्रणाम देउता एउटालाई बोल्दा माइलाको त माइली बुहारी त माइलो त एउटा फर्केको बिहेमा अनि फकाउँछु त्यो बुहारीलाई अगाडि राखिरहेको छु यति यति खाने पाउँछु कि अनि बोकेर भित्र बाहिर त्यस्तो बोकेर भित्र बाहिर गइरहेछु बुहारीहरूलाई त्यस्तो गर्नुहुन्थ्यो अघि आफ्नो बुहारीहरूलाई आफ्नो छोराछोरी जस्तो गर्नुभयो त्यसरी आफ्नो जीवन बित्दै बित्दै आउनुभएको छ अहिले पनि तपाईँलाई 100 वर्ष पुगौँ भन्ने चाहिँ एउटा हिम्मत छ हिम्मत छ हामी सबैको आशीर्वाद तपाईँलाई 100 वर्ष पुग्नुहोस् पुग्छु भन्नु न पुग्छु रे पुग्छु 100 वर्ष पुग्छु सबैलाई देख्न पाउँछु सबैको बिहे वर्तमान सबैको खान पाउँछु हेर्न पाउँछु मिठो अब यहाँका दुईटाको वर्तमान त खानुपर्छ मिठो मिठो खान पाउँछु अनि मेरो आज सरद हुने मेरो हजुरबाको घर जन्मेकी म हजुरबाको घर जन्मेकी म जन्मिँदैखेरि मेरो बुवा नातिनी भाग्य मान्छे जन्मिएपछि ठुलो घर पुग्थे धनी घर पुग्थे भाग्य मान्छे भनेर हजुरबाले 10 वर्ष ल्याउँथ्यो मल घरमै बसेँ हजुरबाले दिएको भरे ससुरा आउनु भएको छ माग्न भनेर त्यहीँ बसेर त्यहीँ कुरा गरेर त्यहीँबाट भोलि बिहान कुरा सुनेर हिँड्नुभयो कस्तो केटी मागेर आइस कस्तो केटी भन्नुभयो अरे बुढी सासूहरूले गुन्द्रुक भिजाएर खाँदा घिन लाग्दैन कस्तो माग्नु अब भन्नुभयो अरे ससुराले ससुराले पनि तपाईँ राम्रो गर्नुहुन्छ ए राम्रो एकदम राम्रो गर्थे सासू ससुरा सबै राम्रो गर्थे आफू असल भयो सबैले राम्रो गर्नु ए घाँस काट्न जान्थेँ बडो भाइ 3 गाडा भैँसीलाई घाँस ल्याउँथेँ अनि एक डालो न्युरो घरको ल्याइदिन्थेँ 3 टपरा ऐँठुलो टिपेर ल्याइदिन्थेँ अनि फेर यो घाँस कति बेर काटी यो ऐँठुलो गरेर टिपी यो कुरो घरको कतिखेर टिपी भर्थेँ काम प्यारो एक त डाल थियो भैँसीको घरको चलाउनु डाल एक डाल फनमा भाँडामा हालिदिन्थेँ कति खानु यति भात रानी एक डाडु
दुध बासी अगाडि जान्थे डम्मै अगाडि थोरै खान्थे भन्थे खुसी हुन्थे क्या थोरै खान्थे थोरै खाने भाग्यमानी हुन्थे भन्थे अनि थोरै खान्थे खुसी हुन्थे मलाई एकदम आशिक देखा बढी सासु अहिले पनि भात खान यति खान्छु खान्न अहिले ल आज हामी यसरी भेट भयौँ है सबैजनासँग त भेट भयौँ हाम्रो परिवारसँग सबैसँग भेट भएर यो भाइलाई भेटेर कहाँ बोलौँ भन्दै थिएँ म त आज बोल्नु बोल्न पाइयो आएछ भने मौका परेछ हजुरबाको तर्फमा आएकी म मेरो हजुरबाले पनि प्यारो गरेको सबै प्यारी म सबैजना भेला भएर यसरी गफ गर्नमा कति मजा हुन्थ्यो है मजा हुन्छ त्यो कुनै अवसर कुनै मौका मिल्छ भने गरौँला होइन भगवानले जोताउनुहोस् र आजको यो भेटघाट मार्फत तपाईँले देश विदेशमा हुने यता हुने सबैजनालाई आफ्ना माइतीपट्टिका घरपट्टिकालाई के भन्न चाहनुहुन्छ त सबैलाई आशीर्वाद दिन्छु कसैलाई ठेस नलागोस् नौता ठेस नलागोस् हिँड्दाखेरि ठेस नलागोस् टाउको नदुखोस् कसैको सबैले देखाउनु परोस् खुसी हुन्छ सबैजना हाँसिराख्नु भएको कसैलाई केही नराम्रो नहोस् रोग नलागोस् होइन रोग नलागोस् सुख शान्ति होस् प्राप्त होस् हाम्रो परिवारमा सबैभन्दा आफै अगाडि जान पाइयो होइन तपाईँलाई पनि अझै हामीलाई चाहिँ धेरै देखेर होइन तपाईँलाई यसरी चाहिँ बेला बेलामा हामीले पनि दर्शन गर्ने अवसर पाइराखोस् र हाम्रो सबैको हजुरलाई कुरो प्यारो छ फोको भनेको कुरो लौरो टेकेर कति फले नासपाती किन्ने मान्छे आउँछ नै आउँदैनन् तँ पनि पैसा चाहिन्छ बेच्नुपर्छ भन्छ फोकोले होइन त्यो बेला त्यो मलाई बिहा भन्दिनँ म कता के फैला छ बेचेर खाओ भनिन्छ सुख पाओ नपाओ जाहिर खाओ टाढा नजाओ वरिपरि बस भनिन्छ ल तपाईँ हामी दिदी आज आउनुभयो हाम्रो घर पवित्र पारिदिनु भयो अघि हाम्रो पितृहरूले पनि हामी सबैलाई आशीर्वाद दिनुहोस् हाम्रो जिउँदो पितृ भनेको चाहिँ उहाँ होइन र हाम्रो स्वर्गमा जानुभएका पितृहरूबाट जिउँदो पितृ भनेको हाम्रो जिउँदो भगवान भनेको तपाईँ हुनुहुन्छ होइन तपाईँ हामीलाई चाहिँ सबैलाई आशीर्वाद दिनु होला र हाम्रो दिदीलाई सबैलाई हाम्रो प्रणाम नमस्कार राधे राधे सबै कसैलाई भगवान